एकदमै एकदमै शान्त हुनु होला। ल ल ल छोरी यता यता बस्नु। भयो भयो ओहो साथीहरू सबै साथीहरूलाई सबैलाई म के निवेदन गर्छु भने यहाँ स्वयंसेवक साथीहरू पनि हुनुहुन्छ नि होइन? सबैले कायम गर्नुहोस् है, एकदमै शान्ति कायम गर्नुहोस् संवेदनशील रूपमा। यो अहिले जे कोजका लागि साथीहरूले चाहिँ मुद्दा खेप्नु भयो त्यसमा सबैले शान्त हुनुहुन्छ नि? कृपया सबैभन्दा पहिला दुर्गा प्रसाईज्यूको सवालमा अदालतले उहाँलाई क्यान्सरको हस्पिटलमा उपचार गर्ने गरिकन उहाँलाई उपचारको व्यवस्था मिलाउनु भनेको छ, एक नम्बर। तर उहाँलाई उपचारको व्यवस्था गर्नु भने पनि पूर्वपक्षका लागि चाहिँ भनेको छ। तर पूर्वपक्षका लागि भन्दाखेरि आदेशमा ऐतिहासिक रूपमा पहिलो पटक यस्तो आदेश भएको छ जहाँ पूर्वपक्षका लागि पठाउनु भने पनि उपचारको व्यवस्था गर्न क्यान्सरकै हस्पिटलमा लानु भनिएको छ। सम्भव भएसम्म अहिले त्यस्तो भित्र पत्र पनि तयार हुँदैछ र अझै पनि भित्र सबै साथीहरूको पत्रहरू तयार हुनका लागि निकै लामो समय लाग्छ, धेरैजनाको पत्र बुझिसकेपछि। अब यसमा थुनामा पठाउनका लागि भनेर मैले अघि भने दुर्गा प्रसादजीको सवालमा त्यो छ। हरिहर चौलागाईज्यू उहाँलाई 1 लाख धरौटी माग भएको छ। तारा राजावादी सरोज गौतम उहाँलाई थुनामा पठाउने भनिएको छ। अनुप राजावादी गोकर्ण साई थुनामा, दण्डपाणी रेग्मी थुनामा, उहाँहरू 3 जना थुनामा। दुर्गा प्रसादजीको अघि भने हुन चाहिँ पूर्वपक्ष नै हो। सन्तोष राजावादी जो सन्तोष कुमार सिलवाल हुनुहुन्छ उहाँलाई 1 लाख धरौटी। भीम हाम्रो हेमराज थारू जो हुनुहुन्छ उहाँलाई 1 लाख धरौटी। गोपाल मल्ल ठकुरी 20,000। पशुपति खड्का 10,000। विष्णु पराजुली 10,000। पुष्कर खतिवड़ा 20,000। मुनेन्द्र राज भण्डारी 10,000। कुमार बस्नेत 20,000। अनिल कुमार थापालाई 10,000। गोपाल बोहरा तारानाथ बोहरा 10,000। दानबहादुर नेउपाने 10,000। उमेश तामाङ 10,000। भानुभक्त पौडेल 10,000। विष्णुजङ बस्नेत 10,000। त्यसै गरी